हेर्न सक्नुहुन्छ साथीहरू, यहाँ यस्तो राम्रो हुसेल लागेको छ, यस्तो राम्रो हुसेल लागेको छ हैन। बाफरे, यो चाहिँ हात्तीपाइले भन्छ यो ठाउँलाई चाहिँ। अनि यसलाई चाहिँ कति रमाइलो लाग्यो अरे भिडियो खिचेको। यो माथिको यस्तो क्या हो, यस्तोवाला भिडियो खिच्दैछ यस्तो रे। कस्तो राम्रो मौसम, वाउ रमाइलो साथीहरू यहाँनिर। हेर न, एउटा रमाउँदै आउँदैछ। कस्तो खालको हो। फाइनल्ली अब चाहिँ हामी होइन यो माथि तुम्बेवा मन्दिर जाने ठाउँ र यता मौवा जाने ठाउँमा आइपुग्यौँ, ठ्याक्कै दो बाटोमा आइपुग्यौँ। अनि हामी चाहिँ अब यता माथि जानुपर्ने हुन्छ। यो तलबाट गयो भने चाहिँ मौवा बजार पुगिन्छ, मौवा पञ्चमी मौवा बजार पुगिन्छ। अनि यो बाटो चाहिँ तुम्बेवा डाँडाको मन्दिर पुगिन्छ साथीहरू। अनि हामी दुईजना चाहिँ अब यहाँ जाँदैछौँ होइन। अब कतिखेर पुग्छौँ अझै लाग्छ होला टाइम, सायद 1 घन्टै लाग्छ होला है, अझै 1 घन्टै जस्तो लाग्छ अझै पनि। गाह्रो छ हिँड्दा हिँड्दा। बाटो चाहिँ यस्तो रहेछ क्या, अब हिलो हिलो छ। अब यहाँ बाह्रैमासे हुस्से लागेर चिसो हुन्छ जस्तो लाग्छ क्या मलाई चाहिँ। अनि बाटोहरू पनि हिलो हिलै भइरहेको हुन्छ। अनि यता हेर्न सक्नुहुन्छ पुरै हुस्से लागिरहेको छ, कति धेरै हुस्से लागेको है। बाटोहरू चाहिँ फेरि यस्तो छ। अनि यता पानी छ छैन रहेछ, कुवासु के छ। तर पनि कहाँबाट पानीहरू आएको, यो आकाशबाट परेको पानी नै जाम भएको होला, जमेको होला यसरी। अनि यता तल चाहिँ पुरा हुस्से लागेर दामी भइरहेको रहेछ। यस्तो छ बाटो, रमाइलो हुस्से लागिरहेछ। कहिले पुग्न हामी। सल्लाह चाहिँ टाउकोमा लगाएर उसलाई चाहिँ दसैँको भाइब्स भयो भन्दै हिँड्छ हो घरिघरि। यस्तो पनि हुन्छ र, ला हिलो हिलो रहेछ। यस्तो छ बाटो, गाह्रो छ नि हौ। बाटो होइन चिसो चिसो छ, उकालो उकालो हिँड्नुपर्छ। मौसम एकदमै आजको गुड छ मौसम, भेरी भेरी एकदमै कति मजा लाग्दैछ मलाई त। ल झन्डै लडेछ नि मौसमहरू त्यस्तो छ। हेर्नुहोस्, यस्तो जङ्गल पनि हेर्दैछु कि। हेर्नुहोस् गाइस, त्यो जङ्गलमा चाहिँ जङ्गलले अर्किडहरू यस्तो राम्रो पाउँछ होइन। त्यही भएर मैले चाहिँ त्यो जङ्गलको रुखतिर पनि कतिको रुखतिर पनि आँखा लाउँदै थिएँ क्या। हजुर यस्तो राम्रो राम्रो अर्किडहरू पाउँछ क्या यस्तो माथितिर। त्यही भएर म चाहिँ रुखतिर हेर्दै हेर्दै जाँदैछु कस्तो हुन्छ, भरे भेटिन्छ जस्तो लाग्दैछ क्या मलाई चाहिँ मनमा। कति मजाले परिरहेको हुन्छ। यतातिरको रुखहरू चाहिँ यस्तो राम्रो राम्रो छ नि साथीहरू। हामी चाहिँ घुमेर यहाँ आइसक्यौँ होइन। यो रोटै रोड, अनि यता 2-3वटा घरहरू रहेछ। अनि अब तपाईँहरूले यहाँ हेर्न सक्नुहुन्छ कि यस्तो उकालो छ, यस्तो उकालो छ, यस्तो उकालो छ होइन। अब हामी चाहिँ उकालोतिर लाग्यौँ। हुस्से पनि आइरहेछ कस्तो दामी गरेर। यहाँ म चिप्लिँदै चिप्लिँदै हिँड्दैछु उकालोमा। ला हुस्से लागिरहेको चाहिँ हेर्न सक्नुहुन्छ। यहाँ तलतिर चाहिँ एउटा एउटा घर गुफा त घर रहेछ। कहाँ यता गुफा छ हो, उता माथि पो त गुफा त अब देखिँदैन। यो त सबै हाँगुम, यता तल हाँगुम भन्छ है। अनि हुस्से लागेर केही पनि देखिँदैन साथीहरू। तपाईँहरूलाई चाहिँ म एकदम राम्रो भ्यू देखाउँ भनेर सोचेको थिएँ कि हुस्से नलाग्दा, तर भने पुरै हुस्से लागिरहेको रहेछ। हेर्न सक्नुहुन्छ है कति रमाइलो लागिरहेछ। तर मलाई चाहिँ हेर्नु न, यहाँ तलतिर पुरै हुस्से लागिरहेछ नि त होइन। ल हामी चाहिँ अब उकालोतिर लाग्यौँ। कोही कसै आउनु चाहनुहुन्छ भने चाहिँ बाइकमा ग्राभेल बनाइसकेको रहेछ होइन।
ग्राभेल भएपछि त यतिकोमा त आउँछ नि त बाइक, चिप्लिँदैन पनि। त्यही भएर चाहिँ मैले यहाँहरूलाई चाहिँ भिडियो मार्फतै जानकारी गराएँ। बाइकमा आउन चाहनुहुन्छ भने चाहिँ ग्राभेल बनाइसकेको रहेछ बाटो, राम्रो छ, आउनु होला। अनि हामी हिँड्नेको लागि चाहिँ यो कालो बाटो छ, सिडी बनाइदिनु भएको रहेछ। अस्ति चाहिँ चिप्लो थियो, अहिले सिडी बनाइदिनु भएको रहेछ। अनि सबै पाटा हेर्न सक्नुहुन्छ, यो जङ्गल सबै गुराँसको जङ्गल हो होइन। अब जस्तै छ गाइस, पछि यहाँ गुराँस फुल्दाखेरि चाहिँ यस्तो राम्रो देखिन्छ होइन। अब अहिले चाहिँ फुलिसक्यो हो नि त।